हेट कसरी झरेर जाने हो यस्तो ए बाटो खतरा बाटो हुन त यति पनि ठिकै हो हैन सोलिङ गरेको छ पुरानो भइसक्यो बाटो चाहिँ हैन तर बाइक लास्टै उफ्रिन्छ कि यहाँ कोही कोही त उफ्रिनु आमामामामामामामा हेट 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 ओइ हेट बच्चा ले मेरे मालिक या अल्लाह बच्चा ले दोबारा नहीं आऊँगा इस रास्ते से भनेर आएको आइ गर्नु परिरहेछ हैन के गर्नु खतरावाला बाटो हैन अब बाटो अलि राम्रो हुनको लागि अहिले कोसिस गर्दैछौँ हैन अब यस्तो छ बाटो है यो भए पनि अब हिँड्न त पर्यो भएको बाटो यही हो बरु जाउँ पो कसरी माथि बौलाले कसरी लाने होला यार ओइ तेरो बाटो नि आमो त्यो के हुनु यहाँ छ नि भयङ्कर ओहो बाटो ल ओइ 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 बच्चाले ओइ यहाँबाट गयो भने के होला मेरो हालत माइ लट ओइ 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 ओ बच गया कस्तो गया साला गियरै लागिरहेछ नि के भएछ हो साला हैट भाइकै बिग्रेछ यार गियरै पछाडि फर्किन्छ आमामा के साह्रो यार बाटो हैट हेर आमामा यो अगाडि हुनुपर्ने हैन यो लिभर ठोकिएर हालत हेर हैट वेट कसरी पुग्ने काठमाडौँ ओइ कसरी ल्याउने हो यार अगाडि यतिकै छोड्यो भने फेरि यो लास्टै साह्रो छ यार पुरै झुन्डेको छ त यार के साह्रो हो कसरी हो कि यार ल यसले चल्छ कि चल्दैन हेर्नु पर्यो यार आम्मा बाटो यस्तो छ हैन यो अफ रोड राइड गर्नु पनि एकदम गाह्रो छ कि हैट त्यो मुला बाटोले यार पुरा गाडीले ठुल्ठुलो ढुङ्गो थुपारेको छ यहाँ पनि थुपारेको छ तर यहाँ चाहिँ अलिकति हिँड्नलाई सक्ने खालको बाटो त देखिन्छ हैन थाहा छैन आज मेरो गियरको अवस्था के हुन्छ बाटो हैन गाउँघरको बाटो गाउँघरको मात्रै होइन कि यस्तो डेन्जर बाटो नि हेर्दाखेरि त मान्छे बेहोसै हुनेवाला छौ अघिको भिड पनि डेन्जर हो हैन यो पनि डेन्जर हो है यहाँबाट गुल्टे भने नि मान्छे सिधै परमधाम बिस्तारै 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 भाइ बिस्तारै सबर करो ओइ ओइ यहाँबाट चिप्लेला ओइ हेर्नुस् त ओइ ओइ मेरो गियर रिपरको एकदम चिन्ता छ मलाई हैन अघि नै त यतिकै झुन्डिसकेको छु बाटो नै झऱ्यो भने त गइगयो
गियर कहाँबाट लाउनु होइन, झर्दै एकमा लाउँदै कुद्दै गर्नु पर्ला। कुनै बेला त्यस्तै परेको थियो मलाई, अब त्यस्तो नपरोस् होइन। ल है, अफरोड राइड गर्नलाई सानोतिरो हिम्मतले अलि नपुग्ला जस्तो देखियो है राइडर साथीहरू। हुन त योभन्दा नि डेन्जर बाटोमा राइड गर्ने साथीहरू पनि हुन्छन् होइन, देखेको छु मैले है अलिअलि। आइट अब नहिँडौ पनि भएको छैन, हेर्नुहोस् जहाँसम्म बाटो राम्रो छ त्यहाँसम्म लग्यो भने फेरि त्यहाँनिर घर सर मान्छे कोही छैन होइन, मान्छेले के गरिदिने हो। बाइक फेरि ढुङ्गा हालेर फेरि फुटाइदियो भने के चढ्नु फेरि होइन। आफ्नो हिँड्ने एउटा खुट्टा जस्तै भइसक्यो बाइक भनेको। बाइक नहोस् न मात्र नै खुट्टा त भाँचेकै छ अरे मेरो, हिँड्ने खुट्टै छैन चाहिँ हुन्छ त आजकल त बानी परेर। तर ऊ बेलामा बाइक नभए पनि साइकलै नभए पनि हुने होइन, अहिले बानी परेपछि नभए पनि नहुने। बानी एकदम बिग्रेको छ नि त। यो समस्या मेरो मात्रै होइन होला होइन, अरूको पनि हुन्छ नि यस्तो। तर यस डेन्जर एकदम नराम्रो बाटो चाहिँ मैले कटेर आइसकेँ। अब चाहिँ अलि राम्रै छ। राम्रो त यस्तै हो, अघिभन्दा राम्रो। यो त धेरै राम्रो हो नि त होइन, अघिको त्यो ढुङ्गा पारेको ठाउँ त्यो भिरको बाटो हेर्नु यो धेरै राम्रो हो नि है। अब यो गाउँ आइपुग्यो, यहाँदेखि उता त त्यति गाह्रो छैन होइन। अफरोड त डेन्जर छ अझै पनि, तर अघिको जस्तो चाहिँ छैन, त्यति आत्तिहाल्नु पर्ने छैन। अघिको ठाउँमा मेरो गियर लिभर धेरैचोटि झरिसकेको थियो त्यहाँ लागेर होइन। अब ढुङ्गा यस्तो उठेर बसेको छ होइन, दायाँ बायाँ गियर लिभर र ब्रेक यो लिभर लागिहाल्छ, लागेपछि बाङ्गिहाल्छ होइन। पिकअपले अगाडि ठेलेर लान्छ अनि बाङ्गिहाल्छ कि अल्झिएर। यहाँ चाहिँ खतरा चिप्लिन्छ है उकालो आउँदाखेरि, तर अहिले ओह्रालो पऱ्यो। ओह्रालो त चिप्ले नि के भयो र, घिस्रेर नि जान्छौँ यार हामीले त। ओइ धन्नै गुल्टेको। कन्ट्रोल भाइ कन्ट्रोल, बिस्तारै बिस्तारै तेल माटो। ल बाटो फेरि यहाँ फेरि बन्दै रहेछ, यहाँ पनि गाह्रो छ। गियर लिभरको टेन्सन छ है मलाई, गियर लिभरको। बिस्तारै ल अब चाहिँ अलिक गतिलो बाटो आइपुगेको छ होइन अघिको भन्दा। हेर्नुहोस् म उता गयो केटाहरूले यहाँसम्म मात्र ल्याएको छ बाइक, सबैको यहाँ छ। बाटो खतम छ अनि यता राखिहाल्छ नि। आँट त गर्नु पऱ्यो नि त होइन, आँट नगरेसम्म मैले घरसम्म पुग्ने गाह्रो थियो बाइक लिएर होइन। फेरि हिँड्न पनि त अल्छी लागिरहेको छ, हिँड्न अल्छी लागेपछि आँट त गर्नु पऱ्यो नि त होइन। अफरोड हिँड्नलाई अफरोड डेन्जर होइन, आँट त चाहियो, नत्र घर पुगिन्न। यसरी नै अरू जस्तो बाइकले छोडेर हिँडेर जानुपर्ने हुन्छ है। अब चाहिँ अलिक दिदी छ, तर पनि त्यति भने जस्तो सजिलो कहाँ छ र होइन। तान्यो ल तान्यो। ल अहिलेलाई मेरो यो अफरोडको भिडियो यति नै होइन। फेरि योभन्दा इन्ट्रेस्टिङ खालको अलिक खतरा ठाउँको भिडियो म फेरि बनाएर ल्याउनेछु। तबसम्मको लागि थ्याङ्क यू सो मच है। सबैजनालाई सब्सक्राइब पनि हानिदिनु होला है त।